राजकुमार भाइलाई पनि धेरै धेरै धन्यवाद छ र वचनको लागि प्रार्थना गर्नुहुने यसै महिना प्रोजेक्ट मण्डलीका अगुवा मनको दिदीलाई पनि धेरै धेरै धन्यवाद छ। यसरी जवान सङ्गतिमा टाढा र नजिकबाट यसले गराउन सम्पूर्ण परमेश्वरका जनहरूलाई प्रभु ख्रीष्टको उच्च अनि पवित्रनाममा सबैलाई जय मसीह। आज हामी जवान सङ्गतिको उद्घाटन हुँदैछ। अघि एल्डर राजकुमारले भन्नुभयो हामी गत हप्तामा चाहिँ योभन्दा 2 हप्ता अगाडि भन्नुपर्छ हामी यसरी नै यही मेरो परमेश्वरको वेदीबाट यही चर्चबाट हामी आमा सङ्गतिको एउटा हामीले प्रारम्भ गरेका छौँ। अहिले अब आउँदाखेरि चाहिँ तेस्रो हप्ता हुन्छ होला। अब हामी जवान सङ्गति अनि के अरे दाजुभाइको सङ्गति अनि आमा सङ्गति र आमा सङ्गति हामी क्रमबद्ध रूपले गर्ने कुराहरू हामी अगुवा कमिटीमा भएको कारणले गर्दा चाहिँ आजबाट हामी जवान सङ्गति गर्न गएको छौँ। जवान सङ्गति गर्नुको एउटा उद्देश्य के हो भन्दाखेरि चाहिँ जवान दाजुभाइ दिदीबहिनी चाहिँ परमेश्वरमा सक्रिय रूपमा परमेश्वरको भय परमेश्वरको डरमा रहेर एउटा मण्डलीको एउटा अगुवाहरूलाई चाहिँ काखमा काख मिलाएर परमेश्वरको महिमा गरून् भन्ने हेतुको खातिर हामी जवान सङ्गतिलाई चाहिँ प्रारम्भ गरिरहेका छौँ। त्यो भएको कारणहरू चाहिँ आज म तपाईँको बिचमा चाहिँ आज म एउटा टपिक लिएर बोलिरहेको छु। मण्डलीमा जवानहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा हामी बोल्न गइरहेको छौँ। यदि तपाईँसँग पवित्र शास्त्र बाइबल छ भने मसँगै पहिलो पत्रुस 5:5 र 5 अध्यायको 5 पद र 6 पदलाई हामी पढ्नेछौँ। अनि त्यसपछि हामी केही कुराहरू हामी गर्नेछौँ। अनि मैले चाहिँ यो प्रयास यो मण्डलीमा चाहिँ जवानहरूको भूमिका कस्तो रहनुपर्छ भन्ने बारेमा मैले मण्डलीमा जवानहरूको सेमिनारहरूमा बोलेको थियो। मेरो यो खास चाहिँ हामीसँग आज टाइमको अभावको कारणले गर्दाखेरि चाहिँ हामी त्यति बोल्न सक्दैनौँ। खासमा यो मेरो चाहिँ यो प्रिपरेसन चाहिँ 1.5 घन्टाको हो। अनि मैले एउटा सेमिनारमा बोल्ने अवसर मलाई परमेश्वरले दिनुभएको थियो। अनि मैले 1.5 घन्टा बोलेको थिएँ त्यो सेमिनारमा चाहिँ जवानहरूको बिचमा चाहिँ। अनि त्यो भएको कारण चाहिँ आज म चाहिँ राजकुमार भाइले भन्छ म थोरै केही मात्रामा तपाईँहरूको बिचमा बोल्न गइरहेको छु। पहिलो पत्रुस 5 अध्यायको 5 र 6 पदलाई हामी पार गर्नेछौँ। यहाँ यसो लेखेको छ त्यसै गरी भनेको छ है, हेर्नुहोस् है, त्यसै गरी जवान हो बुढोपाकाहरूका अधीनमा बस, एक अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको धारणा गर, नम्रताको वस्त्र धारण गर, किनभने परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। आमेन। यो वचन पढाइ सुनाइमा हामी सबैलाई परमेश्वरले आशीर्वाद दिनुभएको होस्। मेरो वचनको टपिक चाहिँ मैले अघि नै भनिसकेको छु, मण्डलीमा जवानको भूमिका कस्तो हुनुपर्छ। अहिले हाम्रो 2 दिन अगाडि हाम्रो नेपालमा के अरे निर्वाचन भयो, जुन निर्वाचनमा चाहिँ अनि अहिले राजसभाले भनौँ 2/3 बहुमत ल्याउने जुन आकलन गरिएको छ, सायद 2/3 बहुमत पनि ल्याउँछ होला। किन अहिले राजसभा यानि कि घण्टीलाई चाहिँ मानिसको क्रेजी बढिरहेको छन् भन्दाखेरि चाहिँ त्यहाँको नेतृत्वकर्ताहरू चाहिँ युवाहरू छन्। जस्तै रवि लामेछाने अनि काठमाडौँका के अरे मेयर बालन शाह र त्यहाँका स्वर्णिम वाग्लेदेखि लिएर थुप्रै व्यक्तिहरू पढे लेखेको त छँदैछ। विशेष गरी युवाहरूको जमातको कारणले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ एकदमै मानिसहरूको क्रेजी बढेको कारणले चाहिँ उनीहरूले भोलि विकास गर्ला या नगर्ला आफ्नो ठाउँमा छ, तर अहिले आम जनतालाई जनमानसमा के पुग्यो भने युवाहरूले देशको नेतृत्व गर्छ भन्ने एउटा जनमानस भएको कारणले गर्दा चाहिँ हरेक क्षेत्रबाट जुन अहिले यो प्रतिनिधिको यो सभाको निर्वाचनमा चाहिँ 2/3 बहुमतले अहिले भनौँ न यो राष्ट्रसभालाई चाहिँ विजय तुल्याउँदैछ। कारण उनीहरूले चाहिँ देशलाई विकास गर्छ र जुन
विगतका नेताहरूले चाहिँ गर्न नसकेका कुराहरू चाहिँ उनीहरूले गर्छ भनेर सेम वे अहिले हाम्रो यो मण्डलीभित्रमा पनि युवाहरूको एउटा सक्रिय भूमिका निभाउनु पर्ने हुन्छ है। युवाले चाहिँ मण्डलीलाई चाहिँ जागृति ल्याउँछ र अगुवाहरूलाई एउटा उत्साह काँधमा काँध थाप्ने काम गरिन्छ। त्यो भएको कारणले गर्दा चाहिँ हाम्रो मण्डलीमा चाहिँ युवाहरूले चाहिँ सक्रिय लिनुपर्छ। जसरी देश हाँक्नको निम्ति युवाहरूको एकदमै भनौँ न त्यहाँ प्रतिनिधित्व गर्छ भने मण्डली जागृति ल्याउनको निमित्त चाहे आत्मिक क्षेत्रमा होस्, चाहे भौतिक क्षेत्रमा होस्, चाहे आर्थिक क्षेत्रमा होस्, युवाहरूले मण्डलीमा सक्रिय भूमिका निभाएमा चाहिँ त्यो मण्डली चाहिँ जागृत हुन्छ। किनकि मैले पनि 11 वर्षको पुलिस सेवाको मेरो अनुभव छ। त्यो भएको कारण चाहिँ युवाहरूले चाहिँ एउटा जवान भाइ बहिनीहरूले चाहिँ अनि मण्डली चाहिँ सक्रिय रूपमा चाहिँ जिम्मेवारी निभायो भने चाहिँ मण्डली चाहिँ जागृत हुनेछ। त्यो भएको कारण चाहिँ युवा भनेको के हो त्यसो भए? युवा भनेको चाहिँ जवानीले नछोडेको र बुढौलीले नछोडेको व्यक्तिलाई नै युवा वा जवान भनिन्छन्। प्रायः जसो 15 वर्षदेखि लिएर 50 वर्षसम्मको अवधिले चाहिँ युवा हुँदो रहेछन्। एउटा तथ्याङ्कले देखाए अनुसार है, मैले फेरि पनि दोहोऱ्याएँ, 15 वर्षदेखि लिएर 50 वर्षसम्मको अवधिको व्यक्तिहरूको उमेरको लाई चाहिँ अनि के अरे युवा भनेर युथ भनेर चाहिँ गनेको रहेछन्। अनि मैले अघि गाडी पनि भित्र भनिरहेको थिएँ। अनि विश्व प्रख्यात बिजनेसम्यान तथा के अरे त्यो अलिबाबाका समूहका संस्थापक तथा कार्यकारी अध्यक्ष के अरे ज्याक मा माले चाहिँ के भन्दो रहेछ, 60 वर्षसम्म भएको उमेरसम्मको व्यक्तिलाई चाहिँ युवा हो भनेर चाहिँ उहाँले चाहिँ एउटा भिडियोमा चाहिँ एउटा युट्युबमा चाहिँ एउटा सम्बोधन गरेको हामी पाउँछौँ। त्यो भएको कारणले चाहिँ आज तपाईँ र मैले चाहिँ युवा भएको हैसियतले आज तपाईँ र मेरो चाहिँ काम चाहिँ के हो भन्दाखेरि मण्डलीले चाहिँ जागृति ल्याउनु हो। अनि हाम्रो भूमिका चाहिँ कस्तो हुनुपर्छ? त्यसो भए त हाम्रो मण्डलीमा युवाहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने कुराहरू चाहिँ हामी अनि यो आज परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। मैले अघि नै भने यो मेरो वचन खास चाहिँ मैले चाहिँ बुदा बनाएको थियो। आज म बुदा पनि बनाउँदिनँ। अनि खास यहाँ परमेश्वरको वचनले भनेछन् हामी आफूभन्दा ठुलो व्यक्तिको आदर र सानालाई चाहिँ प्रेम गर्नुपर्छ। युवाहरूको चाहिँ आफूभन्दा आदर यहाँ पनि भन्छ त्यसै गरी भनेर भन्छ नि, त्यसै गरी जवान औ बुढोपाकाहरूको अधीनमा बस भनेको छ। अनि जवानहरू चाहिँ के हुन्छन् भन्दाखेरि चाहिँ बुढोपाकाहरूको अधीनमा बस्न मन पर्दैन। तपाईँलाई थाहा छ नि कि यो मेरो पास्टर एल्डर के पढेको गर्दा म त के अरे इन्जिनियर पढेको हो त, म त के अरे बाइबलमा थियोलोजी गरेको, मेरो पास्टरले पढ्नै आउँदैन भनेर त्यो इग्नोर टाइपको भइदिन्छ कि जवानहरू चाहिँ। यो पास्टरले अलिकति तालमेल नै आज वचन चाहिँ म भइदियो भए यसरी टिचिङ गर्थ्यो कि, म भए म यसरी प्रिचिङ गर्थ्यो कि, त्यो टाइपको भइदिन्छन्। तर त्यो हामी चाहिँ के भन्छ परमेश्वरको वचनले भन्छन् कि हामी चाहिँ आफूभन्दा के अरे ठुलो व्यक्तिलाई चाहिँ आदर गर्नुपर्छ। भलै उहाँहरूले नजानेको होस् है, भलै उहाँहरूले त्यो सिस्टमेटिक तरिकाले चाहिँ टिचिङ अथवा प्रिचिङ अथवा मण्डलीलाई चाहिँ सञ्चालन गर्न नसके तापनि हामीले चाहिँ एउटा सिकाएर हुन्छ उहाँको अधीनमा रहनु पर्छ र आफूभन्दा सानोलाई चाहिँ सिकाएर होइन, आफूभन्दा एजको सानो भाइ बहिनीहरूलाई मण्डलीहरूमा पनि हामी सिकाउनु पर्छ। किनकि परमेश्वरको वचनले यही भन्छ, किनकि त्यसै गरी जवान हो बुढोपाकाहरूको अधीनमा बस भनेछ। अनि हामी चाहिँ एक अर्काको अधीनमा बस्नुपर्छ। हामी लेवी 19 अध्यायको 32 हेर्ने भने लेवी 19 अध्यायको 32 पनि मसालाई पनि परमेश्वरले यही कुरा सिकाउँदछ है। परमेश्वरले भन्नुहुन्छ मसालाई चाहिँ बुढोपाकाको सम्मानमा उठ र वृद्ध मानिसको आदर गर, तिमीहरूले परमेश्वरको भय माना, म परम प्रभु हुँ भनेको छ है। लेवी 19 अध्यायको 32 बुढोपाकाको सम्मानमा उठ भनेको छ। यहाँ चाहिँ कस्तो सिस्टम छ, यहाँ चाहिँ न्यू रिजर्भेसन यो गल्फ कन्ट्रीहरूमा चाहिँ तपाईँ हामीले बसिरहेको छ नि, कुनै हाम्रो अफिसरको ठुलो मान्छे आयो अथवा यहाँ चाहिँ लिडर भन्दो रहेछ हाम्रो त्यो के अरे त्यो गल्फ कन्ट्रीहरूमा चाहिँ फोरम्यान सुपरभाइजरहरू इन्जिनियरहरू भन्ने चलन छ। उहाँहरू अफिसमा आइसकेपछि अथवा कामको लोकेसनमा आएपछि हामी यदि बसिरहेको छ भने पनि हामी उड्नुपर्छ। त्यो चाहिँ आदर गरेको। त्यही भएर चाहिँ किनकि प्रभु यीशु ख्रीष्ट पनि इजरायलमा जन्मेको कारणले गर्दा चाहिँ प्रायः जस्तो गल्फ कन्ट्रीहरूको किन त्यो इजरायल पनि गल्फ कन्ट्री भएको कारणले गर्दा चाहिँ उनीहरूको जुन कल्चर जुन संस्कृति छ नि त्यो संस्कृति सेम बहुत मिल्छ गल्फ कन्ट्रीहरूसँग। त्यही भएको कारणले गर्दा चाहिँ
यहाँ त्यही कन्टेक्टमै लेखेको कारणले चाहिँ ठुलो बुढापाका चाहिँ सम्मानमा आफूभन्दा ठुलो व्यक्तिहरूलाई चाहिँ हामी सम्मानमा उठा भनेको छ, वृद्ध मानिसको आदर गरा भनेको छ। अनि त्यो आदर गरेपछि अनि परमेश्वरले हाम्रो जीवनमा चाहिँ आशिष दिनु। त्यही भएको कारणले चाहिँ हामीले चाहिँ आदर गर्नुपर्छ है। अनि आफूभन्दा ठुलोलाई चाहिँ इज्जत गर्नुपर्छ, चाहे मण्डलीका पास्टर एल्डर हो किन नहोस् होइन, अथवा अरू व्यक्ति किन, हाम्रो कोही पनि आफूभन्दा सिनियर एजका व्यक्तिहरूलाई चाहिँ आदर गर्नुपर्छ। किन बुढोपाकाहरूको अधीनमा पनि बस्नुपर्छ। अधीनमा बस्नु भनेको चाहिँ उहाँहरूको आदर गर्नु हो, उहाँहरूको चाहिँ इज्जत गर्नु हो है। चाहे त्यो मण्डलीमा होस् चाहे घरमा होस्, प्रायः जस्तो हामी जो मान्छे चाहिँ आफूभन्दा एजेस भएको व्यक्तिहरूको अधीनमा बस्दैन नि, त्यो मानिसको अथवा त्यो मतमा बस्दैन नि, त्यो चाहे त्यो घर होस् त्यो मण्डलीमा चाहिँ अलिकति जिगज्याग भएको तपाईँले हामीले देखेकै हुन्छ। त्यो भएको कारणले गर्दा चाहिँ हामीले चाहिँ परमेश्वरको यदि सेवकैमा लाग्ने हो भने हामी आफूभन्दा एजेस व्यक्तिहरूको अधीनमा भनौँ न, आफूभन्दा मण्डलीका सिनियर अगुवाहरूको अधीनमा बसेर हामीले परमेश्वरको सेवाई गर्नुपर्छ। हामी हिब्रू 13 अध्यायको 17मा हेर्ने भने कसैले पढाइदिनु होला? हजुर, हिब्रू 13 को 17 पद हुन्छ। यहाँ यसो लेखेको छ, तिनीहरूका अगुवाहरूको आज्ञा पालन गर र तिनीहरूका अधीनमा बस, किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिनीहरूको प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्द साथ गरून्, दुःख मानेर होइन, नत्र त त्यसबाट तिनीहरूलाई कुनै लाभ हुँदैन। आमेन। प्रायः जसो यो कुराले चाहिँ हाम्रो मण्डलीभित्रमा चाहिँ अगुवा र जवानको बिचमा द्वन्द्व चल्ने गर्दछ होइन। केही कुरा मण्डलीभित्रमा चाहिँ एउटा सिनियर अगुवाहरू आराम गरे, मलाई मात्रै आराम नि, यो पास्टरले मलाई मात्रै भन्ने, एल्डरले मलाई मात्रै भन्ने, अरू पनि छ नि भन्ने कुराहरू गर्छन् है। त्यो भएको कारणले चाहिँ परमेश्वरको वचनले भन्छन् तिमीहरूको अगुवाहरूको आज्ञा पालन गर भन्छन्। आज्ञा पालन गर्नु के आरायमा है। अनि त्यो कुराहरूमा चाहिँ हामीले जे आराएको छ त्यो कुरा चाहिँ भनौँ न कुनै पनि बिना गनगन नगरिकन त्यो कुराहरूलाई गरिदिने। अनि जस्तै कहिले कहिले चाहिँ हामी यहाँ काम गर्छ, तोजिकीमा गएर एउटा भाइलाई अथवा एउटा बहिनीलाई एल्डरले तोजिकीमा गएर एउटा भाइलाई लिएर आउनु न भन्दाखेरि ए म त छ अरू छैन भन्ने टाइपको हुन्छ। त्यो भएको कारणले गर्दा चाहिँ हामीले त्यो आज्ञा पालन गरेर हामी जानुपर्छ र तिनीहरूको अनि त्यो भएको कारणले चाहिँ तिनीहरूको अधीनमा पनि बस्नुपर्छ है हाम्रो अगुवाहरू। किन भन्दाखेरि लेखा दिनुपर्छ भन्ने जानेर नै तिनीहरूले तिमीहरूको प्राणको हेरचाह गर्छन्। किन त्यसो गरेको छ भने भन्दाखेरि तपाईँ र म चाहिँ एउटा परमेश्वरमा हुर्केको चाहनुहुन्छ, परमेश्वरमा बढेको चाहनुहुन्छ है। त्यो भएको कारणले चाहिँ अनि त्यो गरेको। अनि यो काम चाहिँ तपाईँ र मैले चाहिँ एउटा जवान भएको हैसियतले है, म पनि जवान छु नि, फेरि जवान भएको हैसियतले चाहिँ यो आनन्दका साथ गरौँ भनेको छ होइन, दुःख मानेर होइन भनेको छ। नत्र त के हुनेछ, त्यसबाट तिमीहरूलाई कुनै लाभ पो हुँदैन भनेछ। नत्र तपाईँ र म चाहिँ गनगन गरेर त्यो काम गरेमा तपाईँ र मलाई चाहिँ कुनै आशिष हुँदैन है। त्यो भएको कारणले गर्दा चाहिँ आज तपाईँ र मैले मण्डलीमा कुनै पनि जिम्मेवारी लिँदै गर्दाखेरि अब एउटा दुःख मानेर होइन, एउटा खुसीको साथ गर्नुपर्छ। तपाईँ हामीलाई थाहा छ नि, जब मोसाको नेतृत्व कसले लियो? हजुर, योसेफले। जब मोसालाई परमेश्वरले दूत र महा बोक्ने देशमा इजरायल जातिलाई लाँदै गर्दा मिश्र देशबाट, अनि ऊ बाटैमा ऊ चाहिँ उसको चाहिँ मृत्युवरण भयो, किन उसले 120 वर्षमा। त्यसपछि अनि त्यसको अधिभारा त्यसको जिम्मेवारी परमेश्वरले योसेफलाई दिएको थियो। योसेफ यस्तो व्यक्ति थियो, सेम मोसा जस्तै नम्र व्यक्ति थियो। हामी हेर्ने हो भने जब दूत र महा बोक्ने देश हालको इजरायल देशमा मोसाले 12 जना अथवा 12 कुललाई जासुसी गर्न पठाएको थियो, याद छ छैन होइन? अनि ऊ पनि जवान नै थियो। अनि 2 जना मात्र व्यक्तिले चाहिँ त्यहाँ चाहिँ हामी लडाइँमा जित्छौँ, अरू 10 जना व्यक्तिले के भन्यो, त्यहाँ त दाना रहेछ मान्छे, हामी हेर्न हामी त निल्छ यहाँ भन्ने उनीहरू डर तरास देखायो। तर 2 जना व्यक्ति थियो, को तपाईँ भन्न सक्नुहुन्छ? हजुर, काले यो युसुफ हो। 2 जनाले मात्रै हामी जित्न सक्छौँ यिनीहरूलाई भनेर हो। त्यो मध्येमा योसेफ थियो। योसेफले यो नेतृत्व गर्दा ऊ जवान थियो, याद छ नि? त्यही भएर चाहिँ योसेफ 1 देखि 6 सम्म हेरेपछि
तर निर्सा नहो भने परमेश्वरले सही बोल्नु भएको हो नि त्यो होइन। किन उसलाई थाहा त थियो कसरी डराउनु पर्छ भने, किनकि मोसाको के अरे अधीनमा उसले काम गर्यो, तर ऊ चाहिँ यङ थियो र पनि परमेश्वरले त्यो काम जिम्मेवार दिनुभयो। हामी थाहा छ नि, परमेश्वरले तपाईँले कुनै पनि मण्डलीको इमान्दार काम गरे भने नि परमेश्वरले तपाईँलाई पास्टरको रिप्लेसमा, एल्डरको रिप्लेसमा अचम्म तरिकाले काम दिनुहुनेछ। तपाईँ हामीलाई थाहा छ नि, मोसापछि योसुफ अनि एलियापछि कसले पायो त्यो जिम्मेवारी? एलिसा पछिले जिहाजीले पाउनु पर्यो, जिहाजी पाएन। याद छ कि छैन? हो, जवान भाइ बहिनी हो, हामीले पनि भोलि एल्डर निमाको रिप्लेसमा, एल्डर राजकुमारको रिप्लेसमा तपाईँहरू आउन सक्नुहुन्छ। त्यही भएको कारणले परमेश्वरले तपाईँलाई चुन्नुहुन्छ। तर त्यो चाहिँ के हुनु पर्यो? मैले अघि अगुवाहरूको अधीनमा बस्नु पर्यो, अगुवाहरूको आज्ञा पालन गर्नु पर्यो। उनीहरूले आज्ञा पालन गर्यो, एलियाले के अरे एलिसाले, एलियाले के अरे योसुफले मोसाको आज्ञा पालन गरेको कारणले उनीहरूको रिप्लेसमा हामी परमेश्वरले उनीहरूलाई चुनेको हामी पाउँछौँ। पावल पछि पनि तितास र तिमोथी जस्ता व्यक्तिहरूलाई पावलले ठाउँ ठाउँको मण्डलीको अभिभावक दिएर हामी पठाएको पाउँछौँ। त्यही भएर चाहिँ पावलले त आज तिमोथी तितास जस्ता व्यक्तिलाई उसलाई आफ्नो हृदयको छोरा भनेर सम्बोधन गरेको हामी चिठीहरू पाउँछौँ। त्यही भएर तिमोथी र तितास त व्यक्तिगत पास्टरले के अरे चिठी पनि भनिन्छ र व्यक्तिगत पठाएको चिठीहरू। जब तिमोथीकोलाई चिठी पठाउँदै गर्दा इबिसीको मण्डलीमा चाहिँ, इबिसमा चाहिँ त्यो मण्डली अभिभावक के अरे त्यो जिम्मेवार उसले लिइरहेको थियो। कसले भन्दा चाहिँ तिमोथीले। त्यो भएको कारण त्यतिखेर चाहिँ पावल चाहिँ बुढो हुँदै थियो। त्यो भएको कारणले गर्दा चाहिँ जहिले पनि हामी चाहिँ मण्डलीको एउटा प्रतिनिधित्व गर्ने हो भने म चाहिँ भोलि भविष्यमा राम्रो एउटा म परमेश्वरको सेवा बन्न चाहन्छु, म सेवकाई गर्ने हो भने तपाईँ र मैले चाहिँ के गर्नु पर्यो भन्दा चाहिँ अगुवाहरूको अधीनमा रहेर अनि उहाँहरूको आज्ञा पालन गरेर परमेश्वरको डर, परमेश्वरको भयमा रहेर हामी जियो भने चाहिँ अचम्म तरिकाले चाहिँ के अरे हामीलाई आशिष दिनुहुन्छ। धेरै जवान के अरे भाइ बहिनीहरू चाहिँ मण्डलीको अधीनमा हामी बस्दैनौँ है। अनि मण्डलीको अधीनमा भनेको पास्टर एल्डरले भनेको कुरा टेर्दैन, उल्टो उल्टो गरी पठाउँछौँ। अनि त्यो भएको कारणले चाहिँ उसले भविष्यमा चाहिँ मैले थुप्रै जवान भाइ बहिनीहरू चाहिँ बाइबल कलेजै पढेर आए तापनि उसले चाहिँ मण्डलीको अधीनमा नबसेको कारणले चाहिँ उसले चाहिँ निरन्तरता सेवा नगरेको र उनीहरू चाहिँ ब्याकस्लाइड भएकोमा थुप्रै मण्डलीका भाइ बहिनीहरू देखेको छु। त्यो भएको कारणले गर्दा चाहिँ आज हामी चाहिँ मण्डलीको अधीनमा रहनुपर्छन्। अनि धेरै अनि मैले बाइबल कलेजमा पढेर आएको भाइ बहिनीहरू चाहिँ पछि मण्डलीमा आएर मै पास्टर बन्नुपर्छ, म त यति के अरे बाइबलमा बिटिएस गरेको हो, म त यति वर्षको कोर्स गरेको, म त थियोलोजी पढेको, अनि उसले मलाई पद चाहिन्छ भनेर मण्डली विद्रोह गर्ने, मण्डली विभाजन गरेको मैले थुप्रै घटनाहरू मैले हाम्रो गाउँघरमा मैले देखेको छु, हाम्रो नेपालमा। त्यो भएको कारणले गर्दा चाहिँ अनि हामी चाहिँ कहिले पनि त्यो नगरौँ। हामी बरु जाने तापनि बरु पास्टरलाई बरु सिकाउँदै जाने, बरु उसलाई पनि त्यो एल्डरलाई पनि त्यो सिकाउँदै जाने र हामी बिस्तारै नम्र भएर हामी जिउनुपर्छ। म तपाईँको बिचमा एउटा हामीलाई जुन भोगेको कुरा गर्छु। जब हामी कम्पनीमा एउटा नयाँ नयाँ इन्जिनियर आउँछन्, विशेष गरी इन्डियाको केरलाबाट, अनि 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 उनीहरू चाहिँ जाने पनि नजाने गर्छन्। ये कैसा गर्ने का भनेर सोच्नु पऱ्यो। उनीहरू त खासै उनीहरू चाहिँ प्र्याक्टिकल हुँदैन होइन। अनि उनीहरू के अरे थ्योरिकल मात्र पढेर आएको हुन्छन्, तर उनीहरू फिल्डमा काम गरेको हुँदैन। हुन्छ अहिले फिल्डमा चाहिँ त्यो ग्यास प्लान्टभित्र अनि हामीले चाहिँ यसो गर्नुपर्छ भन्छन्। अनि उनीहरू चाहिँ सिक्छन्, किनकि अनि उनीहरू जाने तापनि उनीहरू नम्र भएको हुन्छ। हो, त्यसरी तपाईँहरू चाहिँ अब भाइ बहिनीहरू चाहिँ अब एग्रोमेन्ट नलेज छ तपाईँहरूसँग होइन, अनि बाइबल ज्ञान छ र पनि एउटा अगुवाको अधीनमा रहेर काम गर्नु भयो भने परमेश्वरले अचम्म तरिकाले आशिष दिनुहुन्छ। म यो विश्वास गर्छु। तपाईँहरूको बिचमा मैले आज घमण्ड गरेको होइन, मैले परमेश्वरमा सेवकाई गरेको अथवा विश्वास गरेको 16 वर्ष मात्र मलाई जिकिन दियो। मैले 2002मा मैले मेरो आफ्नै बुबाको हातबाट डिसेम्बर महिनामा मेरो आफ्नै बुबाको हातबाट मैले ग्रहण गरेँ 2002मा। 2018मा मात्र मलाई मण्डलीले अगुवाको नामकरण गर्यो। त्यो भने अगुवा
जिकिन होइन भने अगुवा लिडरको नाम गर्न मलाई प्रार्थना गरेँ। अनि मैले त्यतिखेर पनि मुक्त तिमी यता आऊ भन्यो। अचानक म तिमीलाई हाम्रो के अरे 2 जना एल्डरको सामने म अगुवा अभिषेक गर्छु है त भने। अनि म त आत्माए मैले हुन्छ पनि भनेन हुन्न पनि भनेन, त्यतिकै बसेछ। अनि उनीहरू प्रार्थना गर्यो। अनि बिस्तारै मलाई चाहिँ अनि हुर्काउँदै लग्यो। किन मलाई त्यो 16 वर्ष लाग्यो भन्दा चाहिँ एक त म सायद परिपक्वता थिएन, एक त बालक अथवा जवान थियो म, उमेरको हिसाबले पनि म परिपक्वता ल्याउनु पर्ने थियो, त्यो अगुवा हुनुपर्ने थियो। किन 16 वर्ष लाग्यो भन्दा चाहिँ अर्को कुरा मलाई चाहिँ बाइबलको ज्ञान थिएन। त्यही भएकाले विश्वास हुने बित्तिकै बक्सन लिने बित्तिकै मलाई अगुवामा ल्याउनु भएन परमेश्वरले। किनकि मैले यो बाइबल त पढ्नु पऱ्यो नि, यो बाइबल अनुसारले जिउनु त पऱ्यो नि, कि ज्ञान त लिनु पऱ्यो नि मैले अगुवा हुनुको लागि। अनि त्यसपछि अर्को चाहिँ के हो भने चाहिँ अनि कसरी जिउनुपर्छ भन्ने कुराहरू सिक्नुको निम्ति हो। त्यो भएर चाहिँ मलाई 16 वर्ष लाग्यो। अनि त्यसपछि मलाई चाहिँ त्यसको 1 वर्ष पछाडि मलाई डिकेनमा उहाँहरूले अभिषेक गर्नुभयो। अनि म त एल्डरै नगर्ने भने पछि फेरि अर्को 6 महिनापछि ल एल्डरै हुनुपर्छ भने उहाँहरूले आफैले के अरे नियुक्त गर्नुभयो। मैले चाहिँ के अरे म फलाना भाइलाई गर्नुपर्छ, किनकि उहाँ मभन्दा धेरै आकारदेखि सेवा गरेको यो मण्डलीमा उहाँलाई के अरे एल्डरमा गर्नुभन्दा तपाईँ नगर्ने हो भनेर अनि बोर्ड कमिटीबाट मलाई गर्यो। किन भन्दा चाहिँ उहाँहरूले तपाईँले बिस्तारै इमान्दारीका साथ तपाईँले सेवा गर्दै गयो भने नि बिस्तारै बिस्तारै तपाईँलाई चाहिँ अनि मण्डलीले परमेश्वरले अचम्म तरिकाले आशिष दिँदै हुन्छ ल, दिँदै लानुहुन्छ र तपाईँको पदवी जिम्मेवारी पनि बढ्दै जान्छ। हामी हेऱ्यो भने चाहिँ अहिले राजकुमार भाइ र यो महिमा तोजिक मण्डलीले पनि निमा आशेलाई पनि यहाँ अचम्म तरिकाले परमेश्वरले उहाँलाई एल्डर नियुक्त गर्नुभयो नि। हो त्यसो गर्नुहुन्छ यदि तपाईँ र म चाहिँ इमान्दार भयो भने चाहिँ। अर्को चाहिँ हाम्रो चाहिँ जवानहरूको जुन अहङ्कारी तथा अभिलाषालाई त्याग्नुपर्छ है। हामी अघि 5:5 हेर्ने भने पनि त्यो खण्डमा हेऱ्यो भने चाहिँ अहङ्कारीलाई त्याग्नुपर्छ है। हामी अहङ्कारी चाहिँ हुनु हुँदैन। हामी जवान भाइ बहिनीहरू जो बिचमा चाहिँ प्रायः हामी अहङ्कारी छन्। के को अहङ्कारी हुन्छ थाहा छ? म यति पढेको, मैले जानेको अहङ्कारी हुन्छन्। अर्को चाहिँ अहङ्कारी के हुन्छन् भने म त यति रूप सुन्दर हुन्छ नि, ओहो म जतिको ह्यान्डसम त, म जतिको 6 प्याक त, म जतिको ब्युटिफुल त कोही छैन भन्ने हुन्छ हो। अनि अर्को चाहिँ अहङ्कारी के हुन्छन्, पास्टरले पो के प्रार्थना गर्छ, एल्डरले पो के प्रार्थना यो त म पो हो त, मसँग त सँगै वरदान पो छ त, मसँग त टिचिङको वरदान छ, प्रिचिङको वरदान छ भनेर अहङ्कारी अनि गरिपठाउँछौँ। अनि त्यही भएको कारणले गर्दा चाहिँ हामी अलिकति के हुन्छ ब्याचलर हुन्छ। तपाईँ हामीलाई थाहा छ नि इस्राएलको पुस्तकलाई यसैको पुस्तकमा हेऱ्यो भने लुसिफर पनि एक पहिला चाहिँ त्यो के थियो, स्वर्गको दूतको प्रधान स्वर्गको दूत थियो होइन। अनि ऊ चाहिँ अब दायाँ लेखेको छैन, बाइबल विद्वान अनुसार चाहिँ ऊ चाहिँ एउटा त्यहाँ चाहिँ वर्सिपली गर्ने एउटा व्यक्ति थियो। उहाँको जुन जुन पाइरानहरू चाहिँ सुनले होइन हिरा मोतीले जडित भएको मान्छे हो। अनि उमा एउटा घमण्ड आयो, म नयाँ स्वर्ग नयाँ पृथ्वी बनाउँछु भन्ने भयो। के भयो, परमेश्वरको जोड गऱ्यो नि, परमेश्वरै म हो भनेको। अनि त्यो भएको कारणले ऊ चाहिँ एउटा पतन हुनुभयो। त्यो भएको कारणले गर्दा चाहिँ आज जवान भाइ बहिनी हो हामी चाहिँ मै जानेको छु नभन्नुहोस् है। अनि मैले मात्र यो वचन प्रचार गरेमा चाहिँ प्रभावकारी हुन्छ नभन्नुहोस्। हामी चाहिँ एउटा अगुवाको अधीनमा रहेर बरु सिकाउँदै लाने हो उहाँले नजाने कुराहरू पनि। अनि हामीले सिक्दै जाने, तब हामी चाहिँ मण्डलीमा चाहिँ वृद्धि हुन्छ। त्यो भएको कारणले गर्दा चाहिँ म अब एउटा वचन तिमोथीको पुस्तकलाई जवानहरूले पढिदिनु होला। दोस्रो तिमोथी 2:22 पढेर हामी अन्त्य गर्नेछौँ। सायद मैले लामो भयो होला। म पढ्छु है त। दोस्रो तिमोथी 2:22 यसकारण जवानीका अभिलाषाहरू त्यागेर शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। आमेन। यसकारण जवानका अभिलाषाहरू त्यागा हुनेछन्। जवानका अभिलाषा के हुन्छ? थुप्रै हुन्छन् है। मान्छेलाई जवानका अभिलाषा भनेको जीवनको सिक्की आँखाको अभिलाषालाई त्यागा भने पहिला युनाको पुस्तकमा लेखेको छ नि हैन? यो त्यही भएर चाहिँ जवानका अभिलाषा थुप्रै हुन्छन्। अभिलाषा त्यो परमेश्वर आएको होइन भन्छ नि हैन? अनि त्यो भएर चाहिँ जवानका अभिलाषाहरू त्यागा भनेछन् थुप्रै हुन्छ नि हैन? कसैलाई चाहिँ अब मोबाइलमा
हेर्नुपर्ने होला होइन, कसैसँग बोल्नुपर्ने होला अथवा नराम्रो कुराहरू होला, त्यो विभिन्न कुराहरू त्याग भन्दा शुद्ध हृदयले प्रभुको नाम दिनेहरूलाई का साथसाथै धार्मिकता र विश्वास र प्रेम र शान्तमा लक्ष्यमा राख भनेको छ। त्यही भएको कारणले गर्दा चाहिँ जहिले पनि हामी चाहिँ एउटा जवान भएको कारणले तपाईँ र मेरो बोलीचाली आचरण हरेकमा शुद्ध हुनुपर्छ। म फेरि एउटा वचन पढ्छु अनि म तपाईँको बिचमा म बिदा हुन्छ है त। अनि पहिलो तिमोथी 4:12 पढिदिनुहोस्। म पढ्दिन्छु ल। हस्। जवान हो भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अघि भोलि वचन आचरण प्रेममा विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बना। आमेन। ल हेर्नुहोस् है, तपाईँ हामीलाई यो चुनाव छ। आज मेरो एन्डिङ भन्छ सक्यो है होइन, मैले सकायो। अब मेरो अघि नै भने मेरो 1.5 घन्टाको यो वचन हो होइन, थुप्रै मेरो पदहरू पनि छ, तर मैले यो पदहरू निकालेको भनेको चाहिँ जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ भनेको चाहिँ निज नगर्ने नठानोस् भनेको छ। हे खत्तम छ यो साराको के जवान भनेर के गर्नु, खत्तम छ मुक्त जवान भनेर मात्र भनेर त्यो मान्छेले भने के भन्न। त्यही भएर जवान छौ भन्दैमा कसैले तिमीलाई चाहिँ तुच्छ, ठिक छैन, ऊ अन्य भाषा बोलेर के गर्नु, उसँग त्यो वर्तमान भएर के गर्नु, उसको आचरण ठिक छैन, उसको व्यवहार ठिक छैन, उसको बोलीचाली ठिक छैन भने के गर्नु होइन। त्यही भएर के भन्छ, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासहरूको अघि है बोली वचन आचरण प्रेममा विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बनाउँछ। प्रिय आज हामी जवान तपाईँ हाम्रो बोली वचन कस्तो छ? आज मण्डली अगुवाहरूको बिचमा, आफ्नो श्रीमान श्रीमतीको बिचमा अथवा आफ्नो आमा बाबुको बिचमा तपाईँ हाम्रो बोली वचन चाहिँ कस्तो छ? किनकि मिठो बोली चाहिँ तप चाहिँ नि के हो भने महा जस्तै हुने छ नि। हितोपदेश 4:24 हेर्नु चाहिँ मिठो बोलीले के भन्छ, हड्डी पनि गल्छ भनेको छ हो। अनि एबिसीको पुस्तकमा हेर्ने हो भने तिमीहरू समय सुहाउँदो मिठो बोली वचन बोल्ने गर भनेको छन्। तर हामी त समय सुहाउँदो जेसुकै हामी त जे पाए त्यही बोल्दैछौँ होइन, त्यो रुखो भाषा। हामी त्यही भएको कारणले के भन्छन् भन्दाखेरि चाहिँ हामी बोली विश्वासहरूको अघि बोली वचनमा हामी आचरणमा व्यवहारमा है एकदमै राम्रो हुनु पर्यो। प्रेममा पनि भनेको छ होइन, प्रेममा हुनु पर्यो र विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बना भनेको छ। आज तपाईँ र म त प्रेममा भनेको चाहिँ म अब कुनै दिन तपाईँको बिचमा म आराधना सङ्गतिमै प्रेमको बारेमा दिन्छु। ग्रिक भाषामा चाहिँ प्रेमलाई चाहिँ 4 प्रकारमा हुन्छ के अरे प्रेमलाई चाहिँ 4 प्रकारले वर्गीकरण गरेको हामी पाउँछौँ है। आगापे, फिलिप अनि त्यस्तो प्रेमको बारेमा म बोल्ने छु। र हामी चाहिँ एउटा के हुनुपर्छ, प्रेममा त्यो आत्मिक प्रेममा चाहिँ जिउने र हाम्रो आचरण र बानी व्यवहारमा एउटा शुद्धता हुने उदाहरण बना भएको छ। त्यसकारण आज जवान भाइ बहिनीहरू तपाईँलाई एउटा उत्साह र एउटा चुनौती छन्। तपाईँ र मेरो जीवनबाट के परमेश्वरको महिमा हुनुको निम्ति यदि तयार छौँ भने आज हाम्रो अग्रज अगुवाको निम्ति अगुवाको अगाडि उहाँको अधीनमा र परमेश्वरको डर परमेश्वरको भयमा रहेर जे मात्र हाम्रो सेवा सक्सेस हुन्छ, नभए हुँदैन। जसरी मैले अघि नै भने नि एलियाको के अरे चेला एलिसाको चेला गेहाजले चाहिँ पछि चाहिँ उसको रिप्लेस गर्न सकेन। गेहाजीले चाहिँ सकेन, कारण उसले चाहिँ त्यहाँ परमेश्वरको डरमा अगुवाको अधीनमा बसेन। उसले चाहिँ छलकपट गरेको कारणले चाहिँ उसको चाहिँ अनि ऊ चाहिँ रोगी भएर जिउनु के अरे परेको थियो। त्यो भएको कारणले चाहिँ आज हामी एउटा जवान भाइ बहिनीहरूले चाहिँ एउटा शुद्धता हृदय लिएर हामी परमेश्वरको महिमा गरौँ। आमेन आमेन।